नमस्कार। आजको टपिक छ 10वटा यस्तो आदत जसले हामीलाई बिस्तारै बिस्तारै बर्बाद गरिरहेको हुन्छ, तर हामीलाई लाग्छ मै ठिक छु। जसरी यो आलु हेर्नुस् त सरेको छ, तर यसलाई केही दिन छोडिदिनुस् कतिलाई सराउँछ ग्यारेन्टी छ। त्यस्तै हामीसँग 10वटा यस्तो आदत छ र जसमा यो 10वटा आदत भइदियो त्यसलाई बर्बाद हुनबाट कसैले रोक्दैन। नम्बर 1, कराई। हरेक कुरामा रोइराख्ने, सानो प्रब्लम भयो रोइराख्ने, हरेक प्रब्लम अरूलाई सुनाइराख्ने। यसले तपाईलाई भित्रभित्रैबाट खोकला बनाइदिन्छ र महसुस पनि हुँदैन र तपाईको कमजोरीको फाइदा अरूले उठाइहाल्छ। नम्बर 2, कम्प्लेन। हरेक कुरामा ब्लेम लगाइराख्ने, हरेक हारको दोषी अरूलाई दिदिने। तिम्रै कारणले यस्तो भयो, समय थिएन, पैसै थिएन, तिमीले नै गर्न दिएन, यसरी गरेर समय बिताइराख्ने। नम्बर 3, क्रिटिसिजम। हरेक परिस्थितिमा हरेक समयमा अरूकै बारेमा चर्चा गर्ने। फलानो व्यक्ति यस्तो थियो, फलानो व्यक्ति उस्तो थियो र आफ्नो कमी कमजोरी नदेख्ने, आफ्नो राम्रो पक्षलाई झन् मजबुत बनाउनतिर नलाग्ने। नम्बर 4, कम्पेरिजन। जति बेला पनि अरूसँगै तुलना गर्ने। तर एउटा कुरा हामीलाई याद राख्नुपर्ने छ, जबसम्म हामीले अरूसँग तुलना गर्छौँ सधैँ दुःखी रहन्छौँ। जुन दिन आफूले आफैसँग तुलना गर्न थाल्छौँ, हामी 1% पनि, एक स्टेप पनि डेलीको सुधार गर्यो, त्यो एक दिन अवश्य राम्रो गरिहाल्छौँ। नम्बर 5, कन्ज्युम। कतिको आदत हुन्छ जे हेरेपछि किनिहाल्ने, जे देखेपछि कन्ज्युम गरिहाल्ने। हामीले के बुझ्नुपर्छ, यदि हामीले नचाहिएको कुराहरू किन्न थाल्यो त्यो एक दिन यस्तो समय आउँछ जसमा धेरै जरुरी सामानहरू बेच्नुपर्छ, त्यो पनि कम मूल्यमा। नम्बर 6, सबै कुरामा आफू नै ठिक छु भनिराख्ने, परिस्थितिलाई नसमझ्ने। नम्बर 7, सबैलाई खुश गर्नुको आदत। नम्बर 8, रिस्क लिनबाट डर्नु। हेर्नु त, बाइक चलाउनुहुन्छ, रोडमा पनि रिस्क छ, छतमा चढ्नुहुन्छ, सिँढीमा पनि रिस्क छ। रिस्क जहाँ पनि छ, तर हामी प्राय नचाहिँदो काममा रिस्क लिनबाट डराउँदैनौँ। तर केही राम्रो काम गर्नु छ, एडमिसन गराउनु छ, एक्जाम दिनु छ, कुनै पसल खोल्नु छ, त त्यहाँ डराउँछौँ, त्यहाँ लगानीबाट हामी पछि हट्छौँ, तर त्यसैले हामीलाई प्रतिफल बनाउँछ। नम्बर 9, बितेको कुरामा अड्किराख्ने, भनेको पास्टमा अड्किराख्ने। जो बितिसक्यो त्यो अब हाम्रो हातमा छैन र त्यो ल्याउन पनि सक्दैनौँ, त त्योमा चिन्ता गरेर के फाइदा। त्यसलाई बरु लेट गो गर्नु राम्रो हो। जति हामी पास्टमा उल्झन्छौँ त्यति हाम्रो प्रेजेन्ट बिग्रछ। नम्बर 10, परिवर्तनबाट डराउनु। आज अहिले दिन छ त रात हुन्छ निश्चित छ। एक्जाम दिइरहेको छौ त आज जित हुन्छ त हार हुन्छ निश्चित छ। पैसा कुनै काम गरिरहेको छौ त त्यहाँ आम्दानी आउँछ, त्यो आम्दानी खर्च हुन्छ त सेभ हुन्छ निश्चित छ। भने हरेक कुरामा पोजिटिभ र नेगेटिभ पक्ष छ। हाम्रो विचार, हाम्रो माइन्डसेट कतातिर फोकस गर्छ, ठक्कै त्यसले परिणाम दर्शाउँछ। र लास्टमा के बुझ्नुपर्छ, एभ्री गिफ्ट व्हिच आर गिभेन बाई अदर इज नोट फ्री। भनाइको अर्थ, जुन पनि उपहार हामीलाई अरूले दिन्छ त्यो भित्र कहीँ न कहीँ स्वार्थ लुकेको हुन्छ र हामीले भ्रममा परेर हामी अन्धभक्त बनिहाल्छौँ, विश्वस्त भइहाल्छौँ र त्यही अन्धभक्तिले हामीलाई बिस्तारै आलु जस्तै सराउँदा सराउँदै त्यसपछि अन्तमा थाहा हुन्छ त हामी भन्छौँ यो धोका दिइहाल्यो। थ्याङ्क यू। यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला।